अरे कौन है बे तू? ए म धेरै असली बोलेको छु यार त्यस्तो त बोल्नु हुन्छ यार ल सबैजनालाई मेरो अब नयाँ भ्लगमा एकदमै वेलकम छ है अनि मैले चाहिँ आजबाट स्टार्ट गर्दैछु कि कस्तो सिसा लगाएर अर्कै सुनेको यार आफ्नै भइ पनि त्यही भएर माया देखाइदिनु पर्यो सबैजनाले है मेरो एकदमै सबजनालाई एकदम माया छ मेरो मनदेखि पनि है मैले पनि नयाँ गरौँ नयाँ अलिकति स्टार्ट गर्दैछु कि त्यही भएर सबको सपोर्ट चाहिँ चाहिन्छ सबैलाई माया छ मैले धेरै रङ पाएँ क्या भित्र ल ठिक छ आजबाट चाहिँ अब होइन अब स्टार्टिङमै आज फेरि होइन हाम्रो दिदीलाई चाहिँ कम स्पेसल थ्याङ्क्स दिन चाहन्थेँ फेरि दिदीकै कामको लागि ट्याक्क बस्तार गइरहेको क्या सुरुमै होइन त दामी भयो त्यही भएर ठिक छ अनि भरेबाट चाहिँ म इन्ड्राइभ स्टार्ट हाल्छु ऱ्याङ्कको स्टार्ट हाल्छु त्यसपछि दामी कुराहरू अब नयाँ कुराहरू चाहिँ अब त्यो क्याप्चर हेरिदिनु होला राम्रो नराम्रो कमेन्ट गरिदिनु होला के भयो भनेर भन्छन् होला कसैले तर हामी एकदम रुल गर्ने ठाउँ पुग्ने यताउता ठाउँमा हेलो माल दिदीको फोन आयो है त दिदीको फोन पनि ठ्याक्कै आयो है सुनाइदिनु हेलो फोन गरेर पनि म बस पार पुगिसकेँ हजुर सामान रिसिभ गरेको छैन ठ्याक्क म बस पार भर्खर छिरेँ यो यहाँ तपाईँको रेकर्ड पनि यहाँ अरू तपाईँको आवाज पनि रेकर्ड भइरहेको छ क्या यहाँ भ्लगमा है के भन्न चाहनुहुन्छ त अब के भन्न चाहनुहुन्छ त हेर्ने मान्छेहरू पैसा भन्ने कुरा त कमाइहालिन्छ जिन्दगीमा माया चाहिँ कमाउनु पर्छ क्या अब यताको बाटो काट्ला उता हेर नि यता हेर्नु पर्ला नि त्यही त यता उता गए पो उता हेर्नु पर्छ अलिकति मान्छेहरूको बुझिरहेको तर प्रायः मान्छे त्यस्तै गरेर हुन्छन् नि क्यामेरा छ है मा सब रेकर्ड छ यहाँ बस्नु ए मैले धेरै असली बोलेको छु यार त्यस्तो त बोल्नु हुन्छ यार बाटो खास के गर्न के ला रहेछ बाइकवालालाई होला क्या तर गाडी देखेर त रोकिदिनु पऱ्यो नि त यता कस्तो शीतल छ अब भयो नि त मित्र हामी त बस्ने ट्याक्कै गाउँ जस्तै क्या ठ्याक्कै यस्तो त नगरौँ है तिन डाँडै के हो होइन अलि स्कुटरले पनि तान्दैन बेसी तल भए जस्तो मानेको थियो क्या ल यो कुकुर बौलाएको छ यार ल बौलाएको छ भरै हुन्न यार